morning, everyone. What's up, people? It's your boy Deepak Thamang, aka DJ Thama. After long time पछि फेरि भ्लगमा कम ब्याक गरेको छु। आज हामी चाहिँ BBQ बनाएर खाने प्लान छ आज विकेन्डमा। सो हाम्रो BBQ को लागि चाहिँ यहाँ हो हाम्रो भेन्यू। सो आज भाइको घरमा आइरहेको छु। सो आज चाहिँ दाजुभाइ मजाले चाहिँ अब यहाँको गोसखान जाने हो। गोसखानमा गएर चाहिँ बिफ गोरुको मासु ल्याएर चाहिँ मजाले BBQ गरेर खाने हो गाइस। कसरी के गर्नेछु सबै तपाईहरुलाई देखाउने छु। लेट्स चेक इट आउट। The other one next to that here. बिफ चाहिँ लिइसकेको छ। अब चाहिँ हामीले पोर्क लिन लाग्यो। सब पोर्क क्याटेगोरी हो। पोर्क रिब्स बिफको चाहिँ उयो पर छ। अघि हामी दोमा गएर चाहिँ फाइनली बिफ नेपालमा चाहिँ गोरु भन्छ। गोरुको मासु चाहिँ ल्याइसकेको छ र पोर्क पनि ल्याएको छौँ हल्का। अब कस्तो हुन्छ सबै तपाईहरुलाई देखाउने छु। सो स्टेप बाई स्टेप लेट्स चेक इट आउट। धेरै नहाल्नु अहिले। चाकल हालिसकेको छ। अब चाहिँ चाकललाई पछि बर्न गरेर आगो बनाउनु पर्छ प्योर कोइला। त्यसपछि मात्रै बल्ल सुरु हुन्छ। आगो तयारी गरे हो। अब चाहिँ आगो तयारी भइसकेपछि चाहिँ बल्ल तपाईहरुलाई म देखाउँछु भित्र म्यारिनेसन कसरी गर्ने भनेर। लेट्स गो। डाइट खेल्नै पर्यो हैन। वर्कआउट गर्नै पर्यो अलिअलि। अब रेड बुल हैन एउटा नेपाललाई पनि म ट्याक्कै रेड बुल खाइवरी हामी सुरु गर्ने। फाइनली हाम्रो चाहिँ फायर पनि डन भइसकेको छ। अब चाहिँ सुरु हुँदैछ हाम्रो। फर्स्टमा चाहिँ हाम्रो यो रिब्स बनाउने हो। त्यसपछि चाहिँ हामी बिफको स्टेक बनाउँछौँ। यो चाहिँ हामीले हिजोदेखि नै म्यारिनेट गरेर राखेको। अब चाहिँ हामीले अब पोल्न सुरु गर्छौँ। सुरु भयो। अब अहिले कत्तिको हुँदै रहेछ हेर्नुपर्छ। हाम्रो सेफ भाइले बनाउनु भएको। मल्टी ट्यालेन्ट हुनुहुन्छ नि हाम्रो भाइ त। फेरि अब आरजे भिजे प्लस अब यहाँ सबै चिजको एकदम मल्टी ट्यालेन्ट।
हाम्रो भान्जा यहाँ हुनुहुन्छ हाम्रो हेर्दै हुनुहुन्छ भान्जाले फेरि के बनाउँदैछ भनेर आज दुई शब्द दाजुको ब्लगमा हेलो अब सब होइन भान्जाले चाहिँ पुरा ध्यान दिएर हेरिराख्नु भएको छ कसरी बनाउने रहेछ भनेर सो ल गाइस फाइनली हाम्रो चिप्स चाहिँ यहाँनिर हालेको छ ribs हो pork ribs हिजोदेखि नै म्यारिनेट गरेर राखेको अब यसलाई चाहिँ हामीले मजाले बनाउने सो फर्स्टमा चाहिँ यो हाम्रो हिट अलिक बढी हुने भएको हुनाले हामीले चाहिँ यसलाई अलि छिटो नै यसलाई फ्लिप गर्नुपर्ने हुन्छ पल्टाउनु पर्ने हुन्छ सो यसलाई मैले पल्टाउँदैछु पल्टाइहाल्नुपर्छ यता चाहिँ यताबाट हावा चलिरहेको छ सो यताबाट चाहिँ लगाउनुपर्छ यसलाई चाहिँ हामीले छिटो पल्टाउनुको कारण चाहिँ के हो भन्दाखेरि यो हाम्रो आगो चाहिँ हिट हुन्छ नि त यो फर्स्ट लटमा आगो एकदमै हाई हुन्छ हो त्यही भएको हुनाले चाहिँ हामीले छिट्टै यसलाई फ्लिप गरिहाल्नु नत्र भने चाहिँ यसलाई बर्न हुन्छ के अरे यहाँ आउँदो भइसकेको छ अझै यसलाई पल्टाइहाल्नुपर्छ सो अलिक छिटो छिटो गर्नुपर्छ यो पहिलो लटमा चाहिँ छिटो छिटो गर्नुपर्ने हुन्छ आगो त डह्रो भएछ है त्यही भएर छिट्टो पल्टाइहाल्नुपर्छ ल हाम्रो चाहिँ बार्बिक्यू सुरु भइसकेको छ गाइस होइन आज सानो बार्बिक्यू पार्टी चाहिँ होइन अब यो जस्तो विकेन्डमा आज गुड वेदर भएको कारणले गर्दा वेदर पनि एकदम गुड छ होइन आज चाहिँ चट्टसँगले बार्बिक्यू सुरु भइसकेको छ रोपेर पकाउनु पर्ने हुन्छ यो सेकेन्ड राउन्डको लागि चाहिँ अब बिफ स्टेकको लागि चाहिँ क्लिन हान्दै हुनुहुन्छ हाम्रो सेफ साहबले हाम्रो भाइले डह्रो यहाँ हुँदैछ है अब चाहिँ हाम्रो स्टेक गोरुको स्टेक खाने हो आज गोरुको बिफ स्टेक मजाले टक्क लाएर अब चाहिँ हाम्रो बिफ स्टेक सुरु हुँदैछ है गाइस ठिक छ एकदम सही छ आगो एकदम ठिक छ बेस्ट खानुपर्छ ज्याम गोरुको
काट्नु छ अब चाहिँ घाँस काट्नु सुरु हुँदैछ ट्र्याक्टरले घाँस काट्नु पर्यो सो फाइनली स्टेक चाहिँ हामीले खाइसक्यो बार्बिक्यू पार्टी चाहिँ अब सकेको छ अब चाहिँ मुभी टाइम लेट्स गो अब मुभी हेर्न जाने हो हामी धुरन्धर हेर्न जाने हो गाइज पार्ट 2 हेरौँ के हुन्छ ट्याक्क लाएर अब गाइजहरू आउँदैछ यहाँ भाइहरू अब धुरन्धर पार्ट 2 लेट्स गो आफ्नो स्टेक होइन धुरन्धर रिभाइन्स हेर्न गइरहेको छु पार्ट 2 लेट्स गो थन्डर लेट्स गो अब चाहिँ जाने हो टक्क लाएर यहाँ कसरी काट्यो झिरो नै त टाइम चाहिँ सो अहिले चाहिँ अब हामी ड्रिङ्क्सहरू लिनु लाग्यो अब ड्रिङ्क्सहरू लिएर टक्क मुभी हेर्ने हो कस्तो हुँदो रहेछ त्यसपछि थाहा हुन्छ हो गाइडहरू पपकर्न किन्दैछु अब सट्ट यताबाट जाने हो पपकर्न हाम्रो आउँदैछ पपकर्न पनि लिने हो सरी सो फाइनली अब चाहिँ स्ट्रो ल्याउनु ल मलाई पनि एउटा बोक्नु है पपकर्न केटाहरूले टन्न बोकिरहेछ खाँदै खाँदै लाने हो आजको मुभी चाहिँ धुरन्धर यहाँनिर सो अब चाहिँ जाने हो फाइनली अब चाहिँ मुभी थिएटरभित्र सरिसकेको छ चाहिँ कोक पपकर्न चाहिँ अब हामीले लिइसकेको हो अब सर्भ लाएर खाँदै चिल गर्नुपर्छ हो कति नम्बरमा रहेछ हाम्रो चाहिँ यता होला हो ल फाइनली ready to go to the movie. Just kidding. हमजा खुदा का बंदा कैसा महसूस होता है जब कोई पेट में खच्चर को फाइनली मुभी दामी बवाल लाग्यो तर मुभी वाज फकिङ सो लङ यार म्यान मुभी चाहिँ एकदमै लामो थियो सो मुभी चाहिँ एकछिन पनि बोरिङ चाहिँ थिएन बवाल मजा आयो पार्किङ फुल कति हो अब इन्डियनहरू धेरै छन् त यो मुभी हेर्न आउने मान्छेहरू धेरै जस्तो इन्डियन नेपालीहरू धेरै थियो सो फाइनली हेरिसक्यो अब चाहिँ गोइङ होम लेट्स गो गाइस केटाहरू अगाडि भाइहरू अगाडि गइरहेछ गाडी फुल प्याक धुरन्धर मुभीले चाहिँ डर गरेछ राम्रो पैसा कमाइरहेछ लेट्स गो ल फाइनली गाडी पनि आइपुग्यो हाम्रो अब चाहिँ जानुपर्छ आँखा त एकैछिन पनि त्यस बोरिङ चाहिँ थिएन बोरिङ चाहिँ थिएन मुभी चाहिँ बबाल थियो है आउट अफ 5 मा एकछिन झिमिक भएन नि त 5 घन्टासम्म नन स्टप के हुन्छ भनेर हुनु भनेर